सर टेकु हस्पिटल जाने कताबाट हो? सिधै हो? टेकु हस्पिटल कताबाट जान्छ? परै हो? त्यहाँबाट उता जाने? यही लाइनकै यतापट्टि यहाँबाट टर्निङ लिनु मिल्छ? यही हो कि क्या? यही घर देखेर यहाँ उ गरेको केटाहरू यहाँ आइसकेको के हाल्ने आज बुलेटले कसको गाडी लिएर गयो? ए ल गएको ल साथी होइन सामान पनि पाइयो। अब चाहिँ यहाँबाट हामी जानुपर्छ उहाँ टिबी हस्पिटल। फेरि अब 50 भन्दा स्पिडमा कुन आइगयो हतार कुदाएको अहिले फेरि यहाँ चिट हाल्नुहुन्छ तनाव हुन्छ पोस्ट नभएला कता चिटको पोस्ट तिर्नु घर गएको नि मेरो त केही कामै मिलेन यार। त्यो मान्छेको नम्बर त दिएको छ अब नम्बरमा फोन गरेको उठाउँदै उठाएन। अब भोलि त होला नि आज त अब हुँदैन होला यति बेला भइसक्यो। म फेरि अहिले उसले फोन गर्दा म उठाउनु भ्याउँदिनँ। यताबाट सिधै टेकु कताबाट जान्छन् मलाई थाहा नै छैन यार। मैले बाटो चिने छैन अब उस लगन खेल घुमेर जानुपर्ने हुन्छ। हुन्छ ल हतार भएको पिपी भएर म जाँदैन यहाँ हतार सबैलाई भएको छ। हतार नहुने त कोही पनि छैन त्यही पनि जाम पनि कति बस्ने यार। यहाँ काठमाडौँको ठाउँमा जाम बसेर हेर सामान चाहिँ झर्ला भन्ने अलिकति हुने हुन्छ बाँकी अरू त केही पनि हुँदैन। मामा बसिरहेको रहेछ त त्यहाँ मैले त नदेखेको। अब लाइसेन्स बिल बोकेर हिँडेर चेकिङ कसले गर्ला? कुनै ट्राफिकले चेकिङ गर्छ त आज गर्दैन होला कि आफै रङ साइड हिँडेर केही गर्नु पर्यो गल्ती। यो गाडीले साइड लाइट बाले छ त कस्तो छाती दुखेर उल्टा भयो यार। म टेकु त कसरी पुग्ने होला? Scott last week फेरि उसतिर मेरो त बाटोतिर भन्दा नि यो मिटरतिर पो ध्यान दिएर गर्नुपर्ने भएको त। कति बेला 50 गर्छ नि आफैलाई थाहा हुँदैन। मामाहरू अनि बिचमा बस्दिरहेको हुन्छन् फेरि।
अगाडि पानी छ नत्र ओभरटेक गरिदिन्थे। पानी र सानी भएको त ओभरटेक गर्नै हुँदैन। कति बेला के हुन्छ कसलाई के थाहा। कस्तो चिकिन्छ हौ यो स्कुटरमा। माटोतिर बल्लतिर त सप्लकै सुताउनुलाई जस्तो गर्छ त निलुबार। जाने बाटै थाहा छैन कता उठ्छ जाने। थापाथली जानु त थापाथलीसम्म चाहिँ त्यहाँबाट उता यो हस्पिटलतिर जाने काम गर्ने राम्रो त होइन। तरिकाहरू नगए पनि नहुने है। मलाई यही हस्पिटलतिर जानुलाई गाह्रो लागेर नि म आफूलाई केही हो भने पनि जानु मन लाग्दैन। हस्पिटलको बारेमा केही थाहा नै छैन। खाल्टो रहेछ होला त्यो देख्दै देखेन। ओ साँच्ची रथ आँखा क्या अरे कता आँखा। फेरि यो बाटो छ कि छैन। रथले गर्दा पनि जात्राले गर्दा पनि जाम हुन्छ। राइन्छ भने फेरि लगनखेलबाटै जालखेल हुँदै जानुपर्छ। यहाँबाट एकैचोटि पुलचोक निक्लेर गइदियो भनेको सुन्न त सुनेको थिएँ सुनारतिर आँखा भन्दा त यता त छैन होला के छ। यहाँ त पुरा गरिरहेको त गरेको चाहिँ के रहेछ। कस्तो पेलेर आउँछन् र चसक्कै हान्नु होला जस्तो गरेर आउँछन् त यार। आज बालन शाहको क्षेत्रतिर नि जान पाइने भयो यार। काठमाडौँ एरिया कस्तो चाहिँ बनाएर रहेछ हेर्न पाइने भयो बालन शाहको क्षेत्र।
त काठमाडौँ नछिरायो नि 3-4 वर्षै भयो होला यार ललितपुर बाहिर ननिक्लेको बाहिर निक्लिनु पनि कामै छैन त्यहाँ ननिक्लेको तर हिँड्न घुम्न चाहिँ घुमिरहनु पर्ने रहेछ यार बाटै थाहा नहुने अन्ना धन्दा हिँड्छु हिँड्न छैन तर पुग्न चाहिँ पुगेकै हुन्छ अन्ना धुम्मा हिँड्ने नि मान्छेहरूलाई सोध्दै सोध्दै हिँडिहाल्छ नि यहाँबाट टर्निङ लिनलाई पो कता जानुपर्छ यार थाहा नै छैन मलाई दाहिनेतिर जानुपर्छ क्या राइटतिर यिनीहरूकै पछि पछि जाने जताबाट टर्निङ लिन्छ नि यिनीहरूले त्यतैबाट लिनुपर्छ अब आफूलाई थाहा छैन कताबाट छिराहन यताबाट राइटको यताबाट त होला नि जाने त यताबाट त होला नि अगाडि नै छिर्दैन होइन के बित्याएर त्यतिलाई हतार भएको छ जस्तो छ नानालाई पैसामा त हिँड्नै भएन त यो मान्छे शनिबारतिर चाहिँ अलिक खाली हुन्छ कि बाटो नत्र हामी त काम रहन्छ यहाँ बोट टाँस्या रहेछ उता जानलाई जाने त अब मैले यतै हो जानु त मिल्छ त होला नि मामाहरू मिल्छ नमिल्ने त कुरै छैन नि होइन के को जाम हो फेरि त्यो लामो जाम छ त मैले म्याप हेरे अनुसारले यहाँ एउटा चोक थियो यहाँबाट नि अनि तलतिर जानुपर्ने थियो जस्तो लागेको थियो थाहा छैन यतै जाला नि होइन जानु मिल्छ त होला नि अब के थाहा छ हामीलाई होइन एकदम थाहा छैन यहाँ सोध्नु पर्ला जस्तो सर टेकु हस्पिटल जाने कताबाट हो सिधै हो थाहा छैन होइन सोध्दै हिँड्नु सिधै हो भन्नुहुन्छ सरले चाहिँ भन्न चाहिँ अब एकदम सिधै जानु चाहिँ यता त मामाहरू धेरै छ यार यतैबाट छिरेर जान्छ होइन नि कताबाट जाने
टेकु हस्पिटल कता आउट जान्छ परे हो त्यहाँबाट उता जाने यो लाइनकै यतापट्टि यहाँबाट टर्निङ लिनु मिल्छ पिपलको बोट भन्नेको अलि टाढै पिपलको बोट आइपुगेछ यो समीको बोटबाट भित्र रहेछ यहाँबाट त उ गर्ने बाटै छैन त यहाँनिर रहेछ कसरी चाहिँ गर्ने सर टेकु हस्पिटल कता हो सिधै हो कता हो थाहा नै होइन यही त होला नि यही जस्तो छ एकपल्ट फोन हाल्नु